आजै 21 जुन स्याटरडे बिदाको दिन सिडनीमा यस्तो चिसो जाडो बढेको छ यति जाडो छ ओ माई गड आज चाहिँ इट लुक्स मच बेटर घाम मजाले लागिरहेको छ अनि अस्तिको भन्दाखेरि चाहिँ इट्स फाइन वेदरको हिसाबले सुन्तला र बदाम खाँदै घाममा बस्नु टाइपको वेदर भएको छ बट अहिले चाहिँ हामी ब्रेकफास्ट गर्छौँ क्विकली ब्लुबेरिजले दाँत सबै ब्ल्याक बनाइदिएछ ब्रेकफास्ट खाइसक्यो अब चाहिँ क्विकली रेडी भएर आएर चाहिँ वी विल लिभ सौरभ दाइ पनि आउँदै हुनुहुन्छ ए 11:30 12 बज्नु अनि के पुग्छु माला सुन्तला टिपेको We are going to कहाँ जाने हामी वाटकिन्स फार्म जाऊँ अनि ओरेन्ज टिपौँ तपाईको पनि फर्स्ट एक्सपिरियन्स हैन मेरो पनि फर्स्ट एक्सपिरियन्स त्यसको पनि फर्स्ट एक्सपिरियन्स सो लेट्स सी हाउ इट विल गो तपाईको त्यो 100 मिलियन को लटरी त परे भन्छ म के गर्दै भने एउटा 10-15 मिलियन को घर किन्थे पोइन्टमा 20 साइड भिल्ला भयो हैन अनि त्यहाँबाट रह्यो 85 मिलियन हैन 85 मिलियन रह्यो अनि त्यसमा के गर्दै भने त्यो 15 मिलियन भयो अनि अर्को एउटा चाहिँ फार्म हाउस किन्थे हैन होलसेल फार्म हाउस जानको लागि 5 मिलियन जतिको ठुलो एरियाको फार्म हाउस किन्थे दुईटा भयो अनि त्यहाँबाट त्यो बढी कति 80 मिलियन रह्यो अनि 80 मिलियनमा के गर्थ्यो भने 80 मिलियनमा चाहिँ अर्को 20 मिलियन चाहिँ यहाँको मार्केटमा बिजनेसमा हाल्थे हैन उसलाई हेरेर के हुन्छ अब लाइक सानो सानो एज केयर फेसिलिटी चाहिँ के हुन्छ जहाँबाट चाहिँ इन्कम आइरहोस् हैन इन्कम जेनेरेट हुने सेक्टरमा हाल्थे अनि त्यो लगानीले पिआर रेसिडेन्सियल नै आइहाल्थ्यो हैन अनि अर्को 60 मिलियन जति रह्यो 60 मिलियन जतिमा चाहिँ दुबईकोमा 4-5 मिलियनमा राम्रो प्रपर्टी आउँछ युकेमा अर्को 10 मिलियन भयो 40 मिलियन जति बाँकी हुन्छ 40 मिलियनमा चाहिँ म चाहिँ अर्को 10 मिलियन चाहिँ नेपालको सोसल सेक्टरमा हुन्छ नि एज अ डोनेसन भोलिन्टरी नै दिन्थे हैन पैसै सकिदैन अनि रह्यो 30 मिलियन म पनि अघिदेखि हिसाब गरिरहेको छु कि पैसै सकेको छैन के त 100 मिलियन अब नेपालमा पनि म किन्छु यहाँ त्यहाँ भनिसक्यो 30 मिलियन भयो 30 मिलियनमा अर्को लास्टमा 10 मिलियन चाहिँ राखेर त्यो चाहिँ नेपालको एफडीमा सेभिङमा राखिदिन्थे तिमीले मेट पहिला गएर एकाउन्टेन्ट राख्ने बेला भयो तिम्रो हिसाब धेरै गडबडी रहेछ एउटा सुरुमा के भन्छ नेपालमा पनि क्या यस्तै त्यो अब जस्तो कति कुहिएर फालेको स्याउहरू भन्छ नि त अब यस्तै यहाँको जस्तै फार्महरू अब भिजिटहरू गर्न दिएर होइन अनि यस्तो खाले कनेक्टिभिटिजहरू बनाइदियो भने तर नेपालमा ट्रान्सपोर्ट छैन के स्याउको उयो राम्रो हुन्छ नि थाहा छ के भन्छ एप्पल भेनिगरहरू होइन अनि स्याउको लाइक त्यसलाई त्यो रक्सीहरू हुन्छ नि मार्फालाई पनि लाइक मार्फा पनि एकदम राम्रो उयो छ त्यसलाई ब्रान्ड गर्नु मलाई चाहिँ कस्तो लाग्छ भने कि यहाँनिर अब मान्छेहरू जाने ओर्ने सबैजनालाई सजिलो के भएको छ भन्दा रोडले हो नि त मेन भनेको रोड छ नि त ट्रान्सपोर्टेसनको अलिकति राम्रो रोड बनाइदिनु भने नेपालमा के गर्नै पर्दैन के टुरिज्महरू त यत्तिकै प्रमोट हुन्छ हो मान्छेहरू त्यही जान नसकेर उ भएर गाह्रो हुने त हो नि एउटा राम्रो यस्तै खालको राम्रो रोड सबैतिर होस् त नेपालमा हामी चाहिँ जस्ट 4 or 5 मिनट अवे छौँ यहाँ ओरेन्ज पिकिङ गर्ने ठाउँबाट अब एकैछिन यहाँ फोटोहरू हल्का खिचेर एक दुईवटा बिरल खिचेर चाहिँ अनि त्यसपछि हामी जान्छौँ जस्ट गाइज रेडी हो
देउरालीमा बतास चल्यो हामी आइपुग्यौँ तर बाटो चाहिँ एक्सट्रिम नै रहेछ लास्ट कति 5 मिनट जतिको बाटो चाहिँ अनि पार्किङ पनि पुरै घाँसमा हाल्नुपर्ने खाले रहेछ तर यो सिजनल भएर मात्रै होला यिनीहरूले डेभलप केही नगरेको यो पार्किङहरू यत्तिकै छोडिदियो पछि को आउँछ कि यहाँनिर रनेस पनि त चाहियो त सबै ठाउँमा किन सबै ठाउँमा राम्रो बनाएर पनि काम छैन क्या युनिट रस त्यही पछि होइन कुनै आउने हो र पछि यो ठाउँको एसेन्स नै यही त हो त रिजनलको एसेन्स भनेको फार्महरूको एसेन्स भनेको यही हो त ब्रो यहाँ पनि कङ्क्रिट बनाइदियो भने त के राम्रो पऱ्यो होइन फिल आउनु परेन मान्छेलाई तर मजा आयो हामी आइपुग्यो अनि पार्किङ चाहिँ पुरै यसरी बनेर छ बकेट लिनको लागि चाहिँ अलरेडी एकदमै लाइन रहेछ हामी आउन ढिला भएर पनि होला है लास्ट मिनट लाइन छ अब हामी बकेट लिएर चाहिँ तर सबैजनाले एक एकवटा बकेट चाहिँ लिएरै जानुपर्ने रहेछ सो बकेट लिएर हामी भित्र जान्छौँ We're also worried that you would take a chance. That's great. Thank you. सुन्तला खाना खाइसक्यौँ यो त लास्ट ठुलो खै सुन्तला गीत कुन्ती मुक्तानको तिमी गाइदेऊ न तिमीलाई आउँछ नि मेरो स्वर फेरि नेपाल आइडलमा जाने जस्तो छ कि अहिले फेरि नेपालबाट प्लेनै पठाएर भाइ त टप 10मा एकैचोटि टप 10मा टप 3मा अलिकति मिठो खायो फेरि भोलि अर्का खायो फेरि भोलि पर्सि पत्रिकामा आउँछ नयाँ नारायण गोपालको जन्म भनेर त्यही भएर म गाउँदिनँ पेटभरि सुन्तला हुन्छ मिठो आयो मिठो खायो खानु त यो खाँदा मिठो खा के भन्छ पिसा भएदाखेरि ओरेन्ज जुस आउँछ दिनको यस्तै दानाहरू खान पाए त पनि रसिलो टिकटक बनाउनु पर्छ यस्तै दिनको गीत सेभ गरेर आएन नेट छैन यस्तै भिडियो बनाउँदा हुन्छ र पछि टिकटकमा उयो होइन नि भिडियो बनाएर सिङ हुँदैन नि त अब हामीले बोलेको त यस्तै दिनको दुई तिनवटा खान पाए त हामी पनि निकै फेरिन्थ्यौँ पो होला त अनि अर्को छ धेरै रसिलो छ नि अर्को छ नि मुन्ना ए मुन्ना यसरी खाएर नेपाल पैसा जाँदैन त मुन्ना फोटो सुटहरू पनि गरिरहेका छन् अहिले हामी कति आएको 2 आवर्स दिन लागिसक्यो अब चाहिँ निक्लिनु पनि पर्छ फटाफट एकछिन सुन्तला टिपेर घरमा लानको लागि तर रमाइलो भयो सुन्तला पनि दह्रो खाइयो आज त वाह मजा आयो सुन्तला त यति छ नि सुन्तला झन् यो बोटमा त पुरै सुन्तला सबै यो ओरेन्ज कलरको सुन्तला बोटेबाट खाए पनि भयो यति भएछ हाम्रो ल अनि सौरभ दाइको त्यति ल Thank you.
अब चाहिँ हामी पार्किङ आइसकेको छ अब निक्लिन्छौँ अघि आउँदा कतै गाडी थियो नि धेरैजना गइसकेको छन् है हाम्रो काकाहरू पुरा जान्थे अरे पुरै ब्रिसेनबाट भित्र कोप सारबाट भित्र आउने त छैन नि अब त बन्द भइसक्यो नि हैन अब बन्द भएको छैन 4 बजे बन्द हुने भयो 4:30 हुनु होला ती 4:30 बजे छैन छैन 4 बजे 3:45 हो तर त्यहाँ भित्र धेरै नै थियो मान्छेहरू पुरै हल्लिरहेको छ हेर न अब चाहिँ हामी फर्किरहेछौँ तर बाटो चाहिँ वाइल्ड कच्ची छ है वाइल्ड कच्ची छ अब फर्किँदैछौँ पुरै गडङ 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 भइरहेको छ ठ्याक्कै नेपालको त्यो हुन्छ नि गाउँघरमा जाने बाटो त्यस्तै फिलिङ आइरहेछ अथवा अफ रोडमा गाडी कुदाएको जस्तै भइरहेको मलाई त पहिला चाहिँ अफ रोडको मजा लिउँ गाइस मजा लिउँ अफ रोडको दाइलाई कस्तो लाग्यो आज ठिक छ भोक लाग्यो भोक चाहिँ एक्सट्रिम लाग्यो सुन्तलाले रोकिएन सुन्तला त पिसाउँदै आयो ओरेन्ज जुस चिया यक तर त्यही हो त्यो अलिकति एम्युनिटिजहरू चाहिँ राम्रो बनायो भने चाहिँ अझै बेटर हुने क्या लाइक त्यो वासरुमहरू एकदम फोहोर थियो नि त अन्त सिजनल भएर अब मान्छे नै हुँदैन होला यिनीहरू धेरै होला बट एनिवे एक्सपिरियन्स वाज गुड डे वेल स्पेन्ड टुडे राम्रो छ कति हामी 12 बजे हिँडेर आएर भ्याइयो नि मजाले घरबाट हिँड्दै लगभग 12 बजे चाहिँ 11:49 भएको थियो अनि त्यसपछि म त आज हामी जाउँदाखेरि त रोक्नु भइसक्छ होला भनिसकेको थिएँ तर धन्न भ्याउन चाहिँ भ्यायो है